फाइनली एउटा नयाँ एयरबड्स आन्यो। सो के छ हल्ली साथीहरू, यो चाहिँ हाम्रो गाउँबाट बिहानै लाग्ने दुईवटा गाडीहरू र म चाहिँ बिहानै काममा हिँड्दैछु र यो चाहिँ गाडीहरू हिँड्दैछ सँगसँगै। सो फाइनली हामी कन्याम पुगेर हिँड्दा यस्तो दामी नजारा थियो र यो चाहिँ मैले काम गर्ने होटल रहेको छ भने म यो फाइनली माथि तल सफा गर्नुतिर गरिहालेँ। त्यस पछाडि एउटा टेबल क्लिन गरेर अनि आफूलाई पनि खाना खाने टाइम भएर खानासाना खाइदिइहालेँ। गम साथीहरू होइन, एकदमै मिठो बवाल थियो। त्यस पछाडि हल्का बिरामी भयो जस्तो भयो र ब्ल्याक कफीले सर्दी काट्छ भनेर ब्ल्याक कफी खाएर फाइनल साथीहरू म लास्टै बिरामी भएर फिकल बजार हिँडेँ जचाउनको लागि। यस्तो रहेछ कन्यामको दिल्ली र फाइनली अटो चढेर म लागिसकेको छु पाल्टाङ्गे भन्दा उता पुगेर फाइनली म फिकलको सिर्जना मेडिकलमा पुगेर वेट गरेँ। त्यस पछाडि फाइनल त्यहाँनिर डक्टर आइपुग्नु भएर मलाई यति सिटामल दिनुभयो र फिकल बजारको अवस्था यस्तो बेलुकी यस्तो थियो भने फाइनली यहाँनिर मैले एउटा एयरपोर्ट पनि किनेँ र अटोमा चढेर मैले आज एउटा नयाँ चस्मा पनि किनेँ। धन्यवाद।